साथीहरू सबैजना साथीहरूलाई गुड आफ्टरनुन। तपाईँहरू समक्ष म आज फेरि अहिले 2 बज्दैछ साथीहरू। जस्तै तपाईँहरूको समक्ष मध्य प्रदेशको चाहिँ वन रक्षक पदको चाहिँ के अरे लिखित परीक्षाको चाहिँ शारीरिक तन्दुरुस्ती फर्स्ट फेजको चाहिँ इक्जाम मिति तोकिएको छ। धेरै दिनपछि तोकिएको छ साथीहरू। त्यो पनि खुसीको खबर रहेछ। अन्तिम समय हेर्नुहोला, जतिजना वेटमा हुनुहुन्थ्यो उहाँहरूको चाहिँ वेट ओभर भएको छ र तपाईँहरूको चाहिँ प्रतीक्षाको अन्त्य भएको छ। ल यहाँ हेर्न सक्नुहुन्छ, तपाईँहरू यहाँ भएको भनेको छ प्रदेश लोक सेवा आयोग मध्य प्रदेश जनकपुर धाम धनुषा नेपाल लिखित परीक्षा सञ्चालन शाखा मिति 2083 साल 4 महिना 6 गते सूचना नम्बर 04/2083-84 यसमा भनेको छ यस आयोगबाट मिति 2082 साल 10 महिना 9 गते प्रकाशित सूचना नम्बर 110/2082-83 प्रदेश निजामती सेवाका वन सेवा जनरल फरेस्ट्री समूहतर्फ सहायक स्तर तेस्रो तह वन रक्षक पदको प्रथम चरण अन्तर्गतको शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षा प्रतियोगात्मक परीक्षा तफसिल बमोजिम सञ्चालन हुने जानकारी सम्बन्धित सबैको लागि यो आयोगको मिति 2083 साल 4 महिना 5 गतेको निर्णयअनुसार यो सूचना प्रकाशित गरिएको छ। यहाँ रहेको छ तपाईँहरूको विज्ञापन नम्बर 164देखि 174/2082-83 सेवा वन जनरल फरेस्ट्री वन रक्षक समूह पद सबै परीक्षा मिति चाहिँ 2083 साल 5 महिना 4 गते भनेको छ साथीहरू। अनि कैफियतमा परीक्षा केन्द्र परीक्षा सञ्चालन हुने मितिभन्दा कम्तीमा 15 दिन अगाडि प्रकाशन हुनेछ। यो तपाईँहरूको चाहिँ के छ भन्दाखेरि शारीरिक तन्दुरुस्तीको परीक्षा 5 महिना 4 गतेदेखि सुरु हुन्छ र तपाईँहरूको चाहिँ कुन साथीको कुन सेन्टरमा हुन्छ त्यो चाहिँ परीक्षा मितिभन्दा 15 दिन पहिला नै सूचना हुनेछ। त्यो पनि म तपाईँहरूलाई जानकारी दिने हुनेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला।